हरि ओम सम्पूर्णमा शुभ सन्ध्या। आजको ध्यान र विधिको लागि हजुरलाई धेरै धेरै धन्यवाद। यस्तो आनन्द भछ, यति आनन्दता प्रत्येक अङ्गमा प्राणवायु पुगेको छ, प्रत्येक अङ्गमा 100% अक्सिजन पुगेको छ। म चाहिँ यो योग साधनामा जोडिएदेखि लामो अवधिदेखि जोडिएको हो, 3 वर्ष अघिदेखि नै जोडिएको हो। मलाई समस्या छ, एउटा निम्फो नोडको समस्या थियो। किनभनेपछि मलाई बुद्धि भङ्गर आएर यताको घाँटीमा डल्लाडुल्ली आएर निम्फो नोडको समस्याले यही ओमकार साधनाले गर्दा अहिले टोटल्ली यो पुरै निम्फो नोडहरू सबै क्लियर भएको छ। साँझको ओमकार साधना र बिहानको योग विधिले गर्दा मेरो यो खुट्टाहरू चाहिँ नसाबाट समस्याले म यति परेशान थिएँ। मलाई मान्छे चाहिन्थ्यो, गाडीमा पनि मलाई मान्छेले बसाल्ने अफिस जाँदाखेरि, अनि घरमा पनि 2 जना मेरो खुट्टा थिच्नलाई भनौँ न, मलाई 2 जना मान्छे नै चाहिन्थ्यो। जबदेखि मैले म्यामसँग जोडिएँ तबदेखि यो पुरै समस्या हल भयो मेरो। अहिले छैन। मेरो वेट पनि धेरै थियो, 96 केजी हो। अहिले म घटेर 63-65 केजीको हाराहारीमा छु र म यति फुरुङ्ग भएको छु, यति ऊर्जा छ, स्वस्थ एक्टिभ भएको छु। मेरो कुनै पनि समस्या छैन। यही लाइफबाट मैले फाइदा लिएको छु। यति आनन्द भएको छ। मेरो शरीर त फुलको थुङ्गा जस्तै भएको छ, यस्तो एक्टिभ। म त बिहान नउठ्ने मान्छे, 7 बिहानसम्म भनौँ न 7 बजेसम्म सुतिराख्ने मान्छे, अहिले म 4 बजे आफै उठ्ने भएको छु। यति अल्छी मान्छे हो, यति एक्टिभ भएको छु। मनदेखि लाग्यो भनेपछि जे पनि त हुँदो रहेछ। मैले त यति फाइदा लिएको छु। मलाई चाहिँ 2टा कुरा चाहिँ पुरै क्लियर हो, रियलमै क्लियर यति। अनि त्यसपछि रुगाखोकी, मेरो यस्तो इम्युनिटी पावर यति कम कि पुरै छोडौँ। यो चाहिँ अहिले रुगाखोकी यो चिसोमा पनि छैन। कति चाँडै रुगाखोकी हुन्थ्यो, यो साँझको ओमकार साधनाले। अनि अलिकति चिसो खायो भनेपछि मलाई ग्यास्ट्राइटिसको समस्या पनि आउँथ्यो कि अहिले छैन त्यो। किनभने यो ओमकार साधनाले नै मलाई चाहिँ पुरै क्लियर गर्यो। अहिले छैन, चिसो खानुस् जे खानुस् केही पनि छैन। तर बिहान पख चाहिँ म्यामले नै सिकाइसकेको है। म पहिला मनतातो पानी पिउँथेन, बिहान चाहिँ उठ्ने बित्तिकै मनतातो पानी लिनु भनिन्थ्यो होइन। त्यही मनतातो पानीले र लिने गरेर यति फाइदा खै ढ्याउ त्यो डगारहरू आउँथ्यो, त्यो पनि क्लियर भयो के। केही पनि छैन, मलाई समस्या केही पनि छैन। तर अर्को कुरा, मैले यो रेचक पूरकले यति फाइदा गर्छ, 100% फाइदा भएको छ। पुरै प्राणवायु त कति पुरा, जसको अक्सिजनको लेभल घटेको छ नि त्यसको अक्सिजनको लेभल पूर्ण रूपले 100% प्राणवायु पूर्ण रूपले। म्यामले यति सहज र सजिलो तरिकाले प्रत्येक विधिहरू गराइसिन्छ के। कुनै विधि, बिहानको विधि यति सरल सजिलो। यहाँ बच्चादेखि बुढोसम्म आमाहरू, हजुरआमाहरू जोडिसिन्छ। मसँग इनबक्समा पनि कुरा गर्छिन्छ। तर मैले अगाडि ल्याउने प्रयास त गरेकी छु, तै पनि उहाँले इनबक्स भन्दा यता आइदिएको भए अझै राम्रो हुन्थ्यो। सबैले एन्जाइटी, डिप्रेसन, गेस्टाइटिस र म कहाँ इनबक्समा कुरा भएको र सुगरको पुरै समस्या भनौँ, धेरैको त यो यसको थाइराइडको मेडिसिन नै छुटिसकेको छ के। यस्तो फाइदा भएछ, यति फाइदा भएछ। यो लाभ लिउँ न हामी सबैजना। मैले त मेरो त समस्या सबै समाधान भयो, तर हजुरहरूले पनि लिछौ। तर यही लाइनमा बसेर धेरैजना साथीहरूको चाहिँ त्यो स्वास्थ्यमा यति सुधार भएको छ। एन्जाइटी, डिप्रेसन, मेन एन्जाइटी र डिप्रेसनको त्यो समस्या पनि समाधान भएको छ। जसको चाहिँ अब भनौँ न आजमा ब्रोन्काइटिस, यो रेचक पूरक र साँझको साधना जुन गर्छौँ हामीले ओमकार साधना, पुरै क्योर हुन्छ, पुरै 100%। तर हामीले धेरै होइन, 1 हप्ता मात्र टाइम दिएर बसौँ, यति क्लियर हुन्छ। मैले त स्वास्थ्य, किनभने म्यामले निस्वार्थ तरिकाले लाग्छ छ कि कुनै स्वार्थ छैन। यस्तो महान नारी हुनुहुन्छ उहाँ। मैले कोटी उहाँलाई नमन गर्छु, प्रणाम गर्छु। उहाँले चाहिँ निस्वार्थ भावले दिन रात भनौँ न, केही नभनी भोग निद्रा, आफूलाई पीडा केही पनि होइन, हाँसी मधुर मुस्कानको साथमा। बाफ्रे, उहाँको यो मधुर मुस्कान बोलीमा नै यति ऊर्जा छ। बाफ्रे, कहिले होइन खै त्यो मुस्कान कहिले न अध्यारो मुख लगाएर बोल्ने, सबैसँग यो उसमा गर्दाखेरि यस्तो ऊर्जावानसँग मुस्कानका साथमा मधुरता, आहा, त्यसपछि त कुरै छोडौँ।
यो उर्जान बोलीसँग नै म चाहिँ अहिलेसम्म छुट्न सकेका छैन। म छुट्नेवाला किनभने मलाई फाइदा छ त म किन छुटौँला। त्यो हो, आज पनि यति फाइदा छ। त्यसैमाथि यो सङ्गीतहरू जीवन विज्ञानको प्रत्येक सङ्गीत यति आनन्दमय छ, यस्तो मिठा छ। र त्यसैमाथि यो गुरुदेवको बाणी, प्रत्येक बाणीहरू मूल्यवान छ। एक एक शब्द यति मूल्यवान छ, यस्तो आनन्द छ। ध्यान गइरहे स्वस्थता आनन्द, ध्यान मग्न लट्ट 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 आनन्द, स्वस्थता आनन्द, शान्त हुँदै। हजुरलाई कोटि कोटि नमन। हरि ओम। हरि हजुर।